नमस्ते म गोपाल बुढा छेत्री। आज चाहिँ म यता धनगढीमा छु। धनगढीको यो अहिले यो रातको समय कस्तो भ्यू देखिन्छ भनेर मैले तपाईँलाई देखिराखेको छु। टक्कै म अहिले चाहिँ हाम्रो इन्द्रेणीधुरी साँझको अगाडि चाहिँ म टक्कै रोडतिर छु। यति राम्रो देखिराखेको छ, आउनुहोस् न है अहिले फोटो खिच्नको लागि अनि यसो घुम्नको लागि। अहिले बेलुकाको समय नै एकदम बेस्ट जस्तो लाग्छ है त मलाई। आउनुहोस् न म कस्तो देखिएको छु है। मजासँगले अहिले रमाइलो गर्नको लागि म यता बाहिरतिर आइसकेको छु। तपाईँहरू कहाँ हुनुहुन्छ? धनगढीतिर आउनुहोस् है, धनगढीतिर रमाइलो गर्नुपर्छ। यो इन्द्रेणीधुरी साँझ छ अगाडि, म देखाउँछु तपाईँलाई। इन्द्रेणीधुरी साँझ त्यहाँभित्र अब रमाइलो हुन्छ। गाडी अब हल्का कम हिँड्ने लागेका छन् होइन। गाडी किनभने अब दिनभरि बिजी हुन्छन्। अब अहिले चाहिँ गाडीको चाप चाहिँ एकदमै कम भइराखेको छ। म उता त्यो पल्लो साइडमा गएर देखाउँछु है तपाईँलाई। म पल्लो यो यतातिर यो अतरिया धनगढीबाट अतरिया जाने रोडतिर छु मैले। अब चाहिँ उता अतरियाबाट उता धनगढीतिर आउनेतिर म जाँदैछु है। यो यतातिरबाट हाम्रो पैदल मार्ग लेखेको छ, पैदल मार्ग हेर्नुहोस् है। पैदल मार्गमा छु। यहाँ यस्तो राम्रो बनाएका छन्। अब फुलहरू पनि कति राम्रो भइसक्यो हेर त। आहा, फुलहरू दामी फुलहरू भइसके। गोपीहमाल सिटी भन्दा पनि एकदम गर्वै लाग्छ क्या, यति दामी। हेर्नु त यो रात्रिकालीन अवस्थामा दिन जस्तै देखिन्छ होइन। एकदमै बवाल तरिकाको दिन जस्तै छ। हेर्नु दिन जस्तै। आहा, फुलहरू कति दामी। अनि अब यहाँको लाइट चाहिँ तपाईँलाई थाहा छ नि होइन, अरू सहरभन्दा नेपालको हल्का फरक किसिमको छ। कति दामी।